धर्मले मात्रै होइन विज्ञानले पनि भन्छ आखिर किन शङ्ख फुक्ने। हे गाइज, वेलकम टु सनातन सिक्रेट्स। यहाँ हजुरहरूले सनातन धर्मका विषयमा धेरै रोचक तथ्यहरू जान्न पाउनुहुनेछ। हामीले शङ्ख फुक्नु केवल धर्म मात्रै सोच्यौं, तर यो त विज्ञानको गहिरो रहस्य रहेछ। शङ्ख बजाउने चलन धर्मसँग जोडिएको छ, मन्दिर, पूजा पाठ र कथा। तर आजको युगमा विज्ञानले पनि भनेको छ कि शङ्खको आवाजमा ऊर्जा र उपचार दुईटै छ। शङ्ख फुक्दा फोक्सो अर्थात् लङ्स बलियो हुन्छ, श्वास प्रश्वास सुध्रिन्छ, दम, खोकी र स्वर सम्बन्धी अरू रोगहरूमा यो अत्यन्त लाभदायक छ। यो हामी सबैको श्वास प्रश्वासको प्राकृतिक योग हो। मन्दिरमा किन शङ्ख फुकिन्छ भने धेरै मानिसहरूको श्वास प्रश्वासबाट निस्किने अशुद्ध वायुलाई शङ्ख ध्वनिले सफा गर्छ। हाम्रो धर्मले जे भनेको छ त्यो विज्ञानले पनि प्रमाणित गरिरहेकै छ। शङ्ख ध्वनि केवल पूजा हो भनेर नहेरौं, यो हामीहरूको मन, शरीर र वातावरण सफा गर्ने एक माध्यम हो। धर्मले सुरु गरेको अभ्यासलाई आज विज्ञानले पनि स्वीकार्दैछ। पुराण र शास्त्र अनुसार शङ्खनादले आसुरी शक्ति हटाउँछ र वातावरणलाई पवित्र बनाउँछ। NCBI को अध्ययन अनुसार शङ्ख फुक्नाले फोक्सो बलियो हुन्छ र श्वासको गति सन्तुलित हुन्छ। पबमेडको शोध अनुसार ध्वनि तरङ्गमा हावा शुद्ध गर्न सक्ने क्षमता हुन्छ। हामी सबैले शङ्ख फुक्नु पर्छ, विज्ञान र श्रद्धा दुवैका लागि। आजको लागि भने यति नै। आशा गर्छु हजुरहरूलाई मन पर्यो होला। यदि हजुरहरूलाई थाहा थियो भने कमेन्ट गर्नुहोला र थाहा थिएन भने यो भिडियो अन्यलाई सेयर गरेर पनि ज्ञान बाँड्नुहोला। धन्यवाद।